विशेष गरी आजको टपिक रहेको छ डिसएडभान्टेज अफ इरिगेसन। यति भन्दै गर्दाखेरि इन्जिनियरिङ फ्याकल्टीका सम्पूर्ण सर म्याडमहरूलाई थाहा भइसक्यो होला यो टपिक आफ्ना लागि कतिको इम्पोर्टेन्ट छ भनेर। ओके, ढिलो नगरी सिधै म टपिकतिर जान्छु। हाम्रो टपिक छ डिसएडभान्टेज अफ इरिगेसन। यहाँ तपाईले देख्न सक्नुहुन्छ करिबन 10 वटा डिसएडभान्टेजहरू लिस्ट पारेको छ। म 1 नम्बरदेखि 10 नम्बरसम्म सुनाउने छु, तपाईले सुन्नु होला या फिर तपाई आफै पढ्न सक्नुहुनेछ। नम्बर 1 मा छ वाटर लगिङ एन्ड सोइल सैलिनिटी। नम्बर 2 मा रहेको छ हाई इनिशियल इन्भेस्टमेन्ट। नम्बर 3 मा रहेको छ हेल्थ हेजार्ड्स। नम्बर 4 मा रहेको छ लस अफ प्रोडक्टिभ ल्यान्ड। नम्बर 5 मा रहेको छ अनइक्वल वाटर डिस्ट्रिब्युसन। नम्बर 6 मा रहेको छ इन्भाइरोमेन्टल डिग्रेडेसन। नम्बर 7 मा रहेको छ फर्मेसन अफ मार्सी एन्ड ड्याम्प एरिया। नम्बर 8 मा रहेको छ मेन्टेनेन्स च्यालेन्जेस। नम्बर 9 मा रहेको छ वाटर वेस्टेज। नम्बर 10 मा रहेको छ लोकल क्लाइमेट चेन्ज। अब यतिका कुराहरूमध्ये तपाईलाई के कुरा इम्पोर्टेन्ट लाग्यो त्यो कुराहरू तपाईले टिप्न सक्नुहुनेछ र केही कुराहरू थप्न मन लागे थप्न सक्नुहुनेछ। यति भन्दै आजको यो भिडियोदेखि बिदा चाहन्छु। अर्को भिडियोमा मिल्ने छु म नेक्स्ट च्यालेन्ज कम्पिटिसन युट्युब च्यानलबाट बिदा माग्छु। हस्त, धन्यवाद।